दर्शकबिन नमस्ते सम्पूर्णमा म सिमन चेपाङ आज हाम्रो खबरको साथमा फेरि पनि उपस्थित भइसकेको जानकारी गराउन चाहन्छु। जहाँ आज हामी चितवनको कालिका नगरपालिका वडा नम्बर 10 जहाँ सिद्धिभन्दा थोरै माथि पहाड जुन नान्दर भन्ने ठाउँमा छौँ। जहाँ आज हाम्रो साथमा हुनुहुन्छ हाम्रै कालिका नगरपालिका वडा नम्बर 10 का वडा अध्यक्षजी हुनुहुन्छ नर्जङ प्रजा महेन्द्र। उहाँसँग आज हामी के भनाकुसारी गर्नेछौँ, उहाँसँग के मिठो बाटोहरू गर्नेछौँ। तपाईले चाहिँ सुरुदेखि अन्तिमसम्म हेर्नुहुनेछ र लाइक कमेन्ट सेयर गर्नुहुनेछ भन्ने आशा छ। हुन्छ, हामी स्वागत गर्नेछौँ। स्वागत छ हजुरलाई। नमस्कार हजुर। आराम हुनुहुन्छ? आराम छु हजुर। दिन कसरी बिताइराख्नु भएको छ? दिन अब यस्तै हो, अब सधैँभरि अब जनताको सेवा गर्ने मान्छे एकदम जतिखेर पनि जनताले काम गर्नुपर्छ, सेवा गर्नुपर्छ भनेर अत्यन्त जनताले मलाई खुसियाली दिएको छ। म अब वडा कार्यालयमै बसिरहन्छु, जनताको सेवा गरेर जिन्दगी बिताइरहेको छु। मैले सुनेको थिएँ कालिका 10 मा चाहिँ जुन आजभन्दा पहिलाका पूर्व अध्यक्षहरूले चाहिँ धेरै कार्यहरू चाहिँ अधुरा राखिदिए हैन, अधुरो राखिदिए। जहाँ अहिलेको यो तपाईँको सालमा चाहिँ आएर धेरै बाटो पिच भयो, जहाँ हरेक विकासको कार्यहरू चाहिँ हजुरको कार्यकालमा चाहिँ भइरहेको छ भन्ने कुरा सुनेको थिएँ। यो साँच्चै खुसीको खबर हो हैन सर? यस्तो छ हजुर, अब के छ भनेदेखिमा म जबसम्म 2079 सालमा निर्वाचित भइसकेपछि अलिकता कालिका 10 मा काजुले फेरेकै हो। हजुर, काजुले के फेर्यो भन्दाखेरिमा म निर्वाचित हुने बित्तिकै कालिका नगरपालिका सिद्धि कायर खोलामा पुल बनिएको छ। त्यहाँ मजासँग ढलान गरेको छु, मैले पिच बनाएका छौँ एकदम। अनि फेरि अर्को पनि यसै देउजर छेरीबाङ नान्दाडाँडा जाने आज पनि पुल निर्माण भइसकेको छ। अब आउजात गर्नु मात्र बाँकी छ। बत्ती मैले पुर्याउनुको निम्तिमा पहिले तार र जुन पोलहरू सबै डाँडा काँडामा चाहिँ मैले पुर्याइसकेको छु। अब बत्ती बल्न अलिकति बाँकी छ। आज यसो साउनको चाहिँ आज 3 गते छ, 15 गते भित्र मैले तार झारेर सबै ठाउँमा जोड्नलाई तयारी गरेको छु। लगभग म निर्वाचित भइसकेपछि, म वार्ड अध्यक्ष भइसकेपछि कालिका 10 का आम जनतालाई कालजिली फेर्नको निम्ति म एकदम तत्पर छु। आज 8-9 महिना बाँकी छ। इटीमा चाहिँ बत्ती बालेर छोड्ने कि भन्ने मेरो ठुलो चाहिँ मैले प्रतिक्रिया लिएर अगाडि उद्देश्यको साथमा र जुद्धारुको साथमा अगाडि बढिरहेको छु। जहाँ यति मिठो बोल्नुहुन्छ उहाँ, अनि उहाँको मन पनि साह्रै राम्रो, जसरी बोल्नुहुन्छ उहाँले त्यसरी पनि काम गर्नुहुन्छ। आदरणीय दर्शक श्रोताहरू, जहाँ हजुरहरूलाई एउटा खबर दिन चाहन्छु, एउटा कुरो भन्न चाहन्छु। जहाँ नेता होस् यस्तो कि एउटा सामाजिक अध्ययनले भन्छ राजनीति भनेको सम्पूर्ण नीति नियमहरूको राजालाई चाहिँ राजनीति भन्छन्। तर हरेक व्यक्तिको चाहिँ हेर्ने नजर फरक हुन्छ। तर उहाँको चाहिँ नीति नियम बुझेर बनेको एक अनुभवी व्यक्ति, जहाँ लिडरसिप गर्न सक्ने एउटा क्षमता भएको व्यक्ति चाहिँ उहाँमा पाइन्छ। जहाँ आजभन्दा केही समय अगाडि चाहिँ त्यही कैर खोलाबाट कति चेपाङ समुदायका, कति हरेक तामाङ समुदायका, हरेक व्यक्ति समुदायका जहाँ मानिसहरू, व्यक्तिहरू, जनताहरू चाहिँ जहाँ खोलामा बगेर भलबाढीले मारिए, कति धेरै विपदहरू आए। यस्ता विपदहरू चाहिँ टाढा राख्नुपर्छ, समस्याको समाधान गर्नुपर्छ भन्ने एउटा जनताले छानेको प्रतिनिधि जहाँ नर्जङ प्रजा हुनुहुन्छ। उहाँको कार्य देख्दाखेरि धेरै खुसी छ। जहाँ त्यस्तो हरियाली ठाउँमा अझै विकास गर्छु, अब मेरो कार्यकाल छ, यो कार्यकालमा चाहिँ म अगाडि झन् यो जनताहरूलाई खुसी बनाउँछु भन्ने उहाँको चाहिँ यो मनोशय छ। एकदम मिठो बोल्नुहुन्छ र उहाँको काम पनि धेरै राम्रो छ। विशेष उहाँको कुराले नै हामी आज यहाँसम्म आएका छौँ, जहाँ उहाँलाई भेट्ने एउटा अवसर पाएका छौँ। जहाँ एउटा सरकारी कार्यालयको प्रतिनिधित्व, जहाँ कार्यालयको कर्मचारी हुनुहुन्छ, उहाँ कर्मचारीसँग, उहाँ ठुलो कर्मचारीसँग भेट्ने हाम्रो एउटा अवसर पनि हो, जहाँ आज खुसी लागिरहेछ। अनि हजुरको आज त बिदा छ होला पक्कै अहिले त है? घरतिर हुनुहुन्छ? म घरमा छु हजुर। यो अब पहिलेको रीतिरिवाजमा यो जुन श्रावण संक्रान्ति भन्छ यसलाई, यो मान्नुपर्ने पहिलेको परिस्थितिको चाहिँ रीतिरिवाज यो जनाउनु पर्ने भएको भएर वडा कार्यालय बिदा गरेर म आएका छौँ। र अर्को कुरो के भन्नु चाहन्छु भने पहिलेका बाउ बाराजीहरूले 2003 साल 4 सालतिर हजुर मेरो बुबाले हजुर जवान लक्का हुने बेलामा मजासँग चाहिँ उहिलेको भाका एउटा गीत गाउनु मन लाग्यो। बाउले सुनाएको थियो, म
2003 सालमा मैले यस्तो गीत गाएको थियो छोरा अहिले अब तिमी छोरा नेता बन्यो हजुर मेरो गीत एकचोटि सुन्दैन भनेर बुबाले सुनाउनु भएको थियो आहा त्यो गीतहरू म भन्न चाहन्छु है त एकदम 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 मनको कुरा गर्नुभयो ए ढुङ्गा टिपी नौ डाँडा काटौला यो मायालाई ईश्वरै पाठौला ए पानी छाया हेर न माया पापी नाजुर घुम्छ कि घुम्दैन हे कपालै कोरेर बाटेर जाने अब शनि सुर काटेर हे पानी छाया हेर न माया पापी नाजुर घुम्छ कि घुम्दैन हे ढुङ्गा टिपी नौ डाँडा कटाउला यो मायालाई ईश्वरै पाठौला यो झ्याम्रे भाका एकदम उहिलेको 2003 सालको गीत हो आहा फेरि एउटा कस्तो हुन्छ भने सर हाम्रो चेपाङ जातिको रीतिरिवाजमा तपाईँको केटी माग्नु जाँदाखेरि अब बुहारी माग्नु जानु पर्यो बुहारीहरू माग्नु जाँदाखेरिमा मेरो छोरालाई यो चाहिँ हजुरको छोरी दिनु पर्यो भनेर जुन पहिले माग्ने चलन थियो त्यो हाम्रो चेपाङको रीतिरिवाज हो हजुर त्यो आज बिकिन्छन् यसो भनौँ है सर ओहो हजुर संस्कार र संस्कृति त चाहियो नि हामीलाई हे टेनको दिनाङ पाइ छुपया जेलाङ तरिया धुम्जेलाङ हे नाखो चोड्याङमा ब्राउतियाङ जेया नाको चोमा ब्राउलै जान हे चोबै ढिङ्काइ पाहि सम्धारा सम्झिनी त हिमा स्याउसा चौनात छुपयाती मनाङ्नी हे नाखो चोमा ब्राउतो लै स्याउजेया नाखो चोमा ब्राउतो स्याउजेयन याथङ स्याउ ढिङ्काइ पाहि नाङ्को चोरा नाखो चोको पाहि जुनाभरिको जिन्दगी स्याउनात बोली रङ्गामनङ हे टेनको बारङ पाइ छुपयाती तरी धुम्तीलै ताङ्नो जिन्दगी समन क्यासा परनात बोली रङ्गामनङ यस्तो पहिलेको जुन हाम्रो बाउ बाराजीले केटी बुहारी माग्नु जाँदाखेरिमा पहिले चाहिँ सासु र सुसुरा र जुन सम्झा र सम्झिनुको छेउमा गएर मजासँग दर्शाएर बिरानो भाका गीत भनेर हामीलाई बिहा गर्ने परम्परा छ सर एकदम एकदम हस् त हजुर नमस्कार हरेक समुदायको चाहिँ हरेक कल्चर हरेक संस्कृति संस्कार हुन्छ आदरणीय दर्शकबिनहरू जहाँ त्यस्तै संस्कार अन्तर्गत एक सीमान्तकृत वर्गमा पर्ने हाम्रै चेपाङ समुदायको पनि एक संस्कार छ जहाँ यो संस्कारको बारेमा संस्कृतिको बारेमा यो ठाउँको बारेमा गाउँको बारेमा हरेक रहनसहनको बारेमा पहिचानको बारेमा मलाई भन्दा पनि बढी उहाँलाई धेरै थाहा छ उहाँ धेरै अग्रज व्यक्ति हुनुहुन्छ हजुर राजनीतिमा लागेको कति भयो होला हजुर म राजनीति लागेको अहिले 34 वर्ष भयो 34 वर्ष 34 वर्ष भयो मेरो इतिहासमा मेरो धेरै छ म भन्नु चाहन्छु कि आज म 20 वर्षको उमेरदेखि हजुर 2028 साल पौषको 9 गते जन्मेको म 20 वर्षको उमेरदेखि मेरो राजनीतिक क्षेत्रमा लाग्यो पहिलाचोटिमा मलाई बुबा पनि नेपाली काङ्ग्रेस लागेको भएर पहिले म नेभी सङ्घको नगर सदस्य भयो हजुर अनि नेपाल तरुण दलको म यसै काली सिद्धिको 9औं वारको चाहिँ तरुण दलको अध्यक्ष भएँ हजुर हजुर अनि 2052 53 54 सालतिर
पार्टी सभापति सिद्धि गाविसको भएँ। अनि फेरि 56, 57, 58 सालतिर पार्टीको जिल्ला सदस्य भएँ। अनि 13 र 14 को महाधिवेशन प्रतिनिधि भएँ नेपाली काङ्ग्रेसको। हजुर। अहिले स्थानीय सरकारको हकमा मैले भन्नुपर्दाखेरि जुन यसै नान्दा र राप्रापे विद्यालयको 27 वर्ष विद्यार्थी समितिको अध्यक्ष चलाएँ। प्रजा सहकारी संस्था शक्तिखोर, काउले, सिद्धि, कोराक, लोथर 5 वटा गाविसको सहकारीको अध्यक्ष 29 वर्ष चलाएँ। अनि सामुदायिक वनको अध्यक्ष 20 वर्ष चलायो। अनि जबसम्म स्थानीय निकायको निर्वाचन भयो वार्ड सदस्य हुँदै वार्ड अध्यक्ष भएँ। आवधिको त चाहिँ यो 84 मा न मेयरमा जाने कि प्रदेश सभामा जाने कि एकदम तत्पर लागिरहेको छ। यो कुराहरू चाहिँ तपाईँले जसरी भए पनि मलाई यो एकदमसित चाहिँ भाइरल गराइदिनु भने म हार्दिक अपिल पनि गर्न चाहन्छु र तपाईँलाई सम्मान पनि गर्न चाहन्छु। मेरो राजनीतिको क्षेत्रमा धेरै दुःख गरेको मान्छे, म गरिबको छोरा हो। हजुर। पहिले बाउ आमाको पालामा स्कुल पढ्नु जाँदाखेरिमा गिथा ट्यागुना खाएर साग सिस्नु खाएर चाहिँ मैले जिन्दगी बिताएर मैले कक्षा 5 सम्म यही पहाडको स्कुलमा धाएर पढेँ। घरमा खाना छैन, लाउनु छैन, विद्यालय जानुपर्छ, ड्रेस हुने थिएन। त्यही अलिकता चाहिँ सानो कपडाहरू बेरेको भरमा, पतुका बेरेको भरमा म त्यस्तो पढेर मैले बल्ल बल्ल 10 कक्षा पास गरेँ। मैले एसएलसी पास गर्न सकेन। 2048 सालमा एसएलसी भयो। 2049 सालमा विषय फेर्यो। मेरो पढाइ कुनै पनि काट्नु नसकेको उहाँले म यसरी चाहिँ राजनीति क्षेत्रमा लागेको सर। म गरिबको कोखबाट जन्मेको छोरो, म यत्रो राजनीति क्षेत्र लाग्यौँ, जनताले पत्याएको छ। अहिले पनि जनताको खुसियाली मन बनाइरहेको छ सर। फेरि पनि 84 मा पनि म यसरी बसिँदैन, म अगाडि बढेर जानेछु भन्ने कुराहरू पनि म तपाईँलाई दर्शाउन चाहन्छु। र तपाईँले यस कुरालाई अत्यन्त देश विदेशमा देखाउने वातावरण गरिदिनुहोस्। म बिदा हुन्छु। हजुर नमस्कार है। नमस्कार हजुर। जहाँ साथ दिनुभयो हाम्रै कालिका नगरपालिका वडा नम्बर 10 का वडाध्यक्ष श्री नरजङ प्रजा महेन्द्रजी हुनुहुन्थ्यो। उहाँको धेरै मिठो कुराहरू पनि सुन्यो। उहाँको विकासको बारेमा जति पनि विकास गरेको छु र अबको चल्दै गरेको दिनहरू आउँदै गरेको दिनहरूमा झन् राम्रो विकास गर्नेछु र हाम्रो दर्शक जहाँ मेरो जनताहरूलाई चाहिँ विशेष खुसी बनाउने छु। जहाँ अर्कोचोटिको उम्मेदवारमा कि प्रदेशसभा कि मेयर बन्ने एउटा सपना आँट पनि गर्नुभएको छ। उहाँको आँट धेरै राम्रो छ। हामीले पनि सपोर्ट गर्नुपर्छ यस्तो यस्तो व्यक्तिहरूलाई। जहाँ उहाँ जस्तो व्यक्तिलाई हामीले पनि सपोर्ट गर्नु हाम्रो कर्तव्य हो। विशेष समय दिनुभयो उहाँलाई धेरै धेरै धन्यवाद। आइदिनु भयो हजुरलाई पनि धेरै धेरै धन्यवाद। अब हामी छुट्टिन्छौँ। सबैजनाले अन्तिममा लाइक कमेन्ट सेयर गर्न चाहिँ नभुल्नु भन्न चाहन्छु। र साथै च्यानललाई जहाँ फेसबुक पेजलाई फलो अनि च्यानललाई सब्सक्राइब गर्न पनि नभुल्नु भन्न चाहन्छु। बिदा हुन चाहन्छौँ। हस्त धन्यवाद। नमस्कार।